सुशीला कार्कीको राष्ट्रपति हुने ठुलो चाहना थियो होइन भाइ? गयो हिजोदेखि। अबको राष्ट्रपति चोलेन्द्र शमशेर राणा हुने अरे, सेटिङ भइसक्यो। त्यो खेल हुँदैछ यहाँ। अनि त्यही भएर अब सुशीला कार्की राष्ट्रपति नहुने भएपछि सुशीला कार्की पनि बौलाउन थालिन्, अहिले मुरमुराउन थालिन्। सबैलाई चाहिएको रहेछ कुर्सी। नेपाली सेना बडा महाराज धीराज पृथ्वीनारायण शाहको यत्रो देश एकीकरण गरेको लिगेसी बोकेको सेनालाई नि धोबी खोलाको किनारमा सुकुम्बासी खेद्नलाई प्रयोग गरियो। कस्तो दुःखको कुरा छ ल भन्नु त। मलाई पनि मेरी आमाले फोन गरेर के भन्नुहुन्छ भने, बाबु नबोल, कति बोल्छस्। मैले आजै पनि बरो मेरो आमासँग, म तपाईँको अरू छोराहरू जस्तो नामर्द भएर बस्दिनँ मुहा भनेर भने, म बस्दिनँ मेरी आमा भनेर भने। मैले बोल्नुपर्छ यो देशको लागि। देश चलेको बेलामा को बोल्ने त? एउटा न एउटा बोल्नु पर्यो नि त। अनि सुकुम्बासी यहाँ भएनन् भनेदेखि आन्दोलनै हुँदैन, आन्दोलन नहोस् भनेर गरिब जति लखेट्दिन्। तर यसको प्रभाव के पर्यो यो सुकुम्बासीको घर भत्काइँदा भन्दाखेरि, आज भारी बोक्ने मान्छे छैन बजारमा। आज त्यो एउटा हिजो खरानी ग्याङको के भन्थ्यो नि हौ फिल्मको, उसकै बुढीले बोलाउँदै थियो खरानी ग्याङको नाइकी आऊ भनेर। एकजना राम्री राम्री केटी छिन्, तिनको नाम के अरे? स्वस्तिमा खड्का। आफ्नै बुढालाई खरानी ग्याङको नाइकी यता आऊ भन्दै थिइन् होइन। त्यो फिल्मै चलेन छ, उसलाई थाहा रहन्छ। फिल्म हेर्ने मान्छे भनेको मजदुरी गर्ने मान्छेले के गर्छ भने हप्ताभरि मजदुर गर्छ अनि फिल्म हेर्न जान्छ। अरूले त आइफोनमा हेरिहाल्छन्, घरमा हेरिहाल्छन् नि, हो कि होइन? अब मान्छे जतिलाई घर भत्काइदिएर डिप्रेसनमा गइसके अनि उसको फिल्म कहाँबाट चल्छ त? हाम्रो त खरानी ग्याङको भाइको, हो कि होइन? अब फिल्म बनाउने भन्दै थियो त्यो भाइ पनि, खरानी ग्याङको नाइके भनेर फिल्म बनाउने भन्दै थिए। त्यो फिल्म बनाउने त्यो अस्ति सिंहदरबारमा आगो लगाउँदा ऊ आफै छ त्यहाँ। फिल्म त्यही टाकटुक काटकुट कुटकुट गऱ्यो भनेदेखि एडिटिङ गऱ्यो भने त्यही फिल्म भइहाल्छ। के खर्चै गर्नु पर्दैन सुटिङको? पर्छ त? पर्दैन नि त। सबै त्यहाँ त के रहेछ भन्दा हिरो पनि रहेछन्, हिरोइनी पनि रहेछन्, गायककार पनि रहेछन्। रामकृष्ण ढकालले आफै गाडी हाँकेर लगेको भन्छन् अहिले। ऊ पनि खरानी ग्याङकै नाइके ड्राइभर रहेछ हो, नाइकेको ड्राइभर। मैले उनीहरूले फिल्म बनाउनु त ठुलो कुरै भएन नि उनीहरूलाई, हो कि होइन? त्यसले गर्दाखेरि मैले एउटा कुरा के भन्छु भने, सबैभन्दा ठुलो कुरो के छ भन्दाखेरि यहाँ देश आज कहाँ पुग्यो, कहाँ पुग्दैछ? हाम्रो देश भनेको के हो भन्दाखेरि, अस्ति कुम्भ मेलामा 8 लाख साधु थिए होइन? ती साधुहरू आज कहाँ गए? ती बाबाहरू, ती नागा बाबा कहाँ गए? यही हिमाली रेन्जमा बस्छन् ती बाबाहरू तपस्या गरेर। यो त्यस्तो तपोभूमि हो यो देश। त्यसले गर्दाखेरि हामीले स्वदेशी सनातन हिन्दू